तपाईले कहिले आफ्नो जिब्रो राम्ररी हेर्नुभएको छ? किनकि कहिलेकाहीँ जिब्रोले क्यान्सर, डायबिटिज, भिटामिनको कमी, फंगल इन्फेक्सन, यहाँसम्म कि शरीरभित्रको खतरनाक रोगको सङ्केत दिन सक्छ। आज म तपाईलाई 7वटा यस्तो सङ्केत देखाउँदैछु जुन बेवास्ता गर्दा ठूलो खतरा हुन सक्छ। तपाईको जिब्रोले शरीरभित्रको रोगको सङ्केत दिइरहेको हुन सक्छ। ध्यान दिएर सुन्नुहोस्। नमस्ते, म डाक्टर प्रकाश। यो भिडियो अन्त्यसम्म हेर्नुहोस् र यस्तै स्वास्थ्य सम्बन्धी महत्त्वपूर्ण जानकारीका लागि मलाई फलो गर्नुहोस्। पहिलो सङ्केत, यदि तपाईको जिब्रोमा बाक्लो सेतो तह छ भने यो केवल सफाइको कमी मात्र नहुन सक्छ। यो फंगल संक्रमण, विशेष गरी ओरल थ्रसको सङ्केत हुन सक्छ। यो समस्या धेरैजसो कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका, मधुमेह भएका वा धेरै एन्टिबायोटिक खाने मानिसमा यसको मुख्य कारण क्यान्डिडा नामक फंगस हो। यदि सेतो दाग हटाउँदा रगत आउँछ, दुख्छ वा धेरै दिनसम्म रहन्छ भने तुरुन्त कान, नाक, घाँटी वा दाँतको डाक्टरलाई देखाउनुहोस्। दोस्रो सङ्केत, यदि जिब्रो चम्किलो रातो, पोल्ने वा धेरै चिल्लो देखिन्छ भने तपाईको शरीरमा भिटामिन बी12 वा आयरनको कमी हुन सक्छ। यस्तो कमी हुँदा जिब्रो दुख्ने, चिल्लो हुने र पोल्ने समस्या देखिन सक्छ। आयरनको कमीले हुने एनिमियामा पनि यस्तो लक्षण देखिन्छ। धेरै मानिसले यसलाई सामान्य ठान्छन्, तर यही कारणले कमजोरी, चक्कर र स्मरण शक्ति कमजोर हुने समस्या आउन सक्छ। तेस्रो सङ्केत, जिब्रो चर्के जस्तो देखिन्छ। धेरै गहिरा चिरा छन्। धेरैजसो अवस्थामा यो हानिकारक हुँदैन, तर कहिलेकाहीँ शरीरमा पानीको कमी वा भिटामिनको सङ्केत हुन सक्छ। यदि चिराभित्र दुखाइ, जलन वा संक्रमण छ भने यसलाई बेवास्ता नगर्नुहोस्। छैटौँ सङ्केत, जिब्रो आगो लागे जस्तो पोल्छ, तर बाहिर हेर्दा केही देखिँदैन। यस्तो समस्या चिन्ता, हर्मोन परिवर्तन, मधुमेह, एसिडिटी वा भिटामिनको कमीका कारण हुन सक्छ। विशेष गरी महिलाहरूमा महिनावारी बन्द भएपछि यस्तो समस्या धेरै देखिन्छ। पूरा भिडियो हेर्नको लागि मेरो युट्युब च्यानलमा गएर हेर्न सक्नुहुन्छ। मेरो युट्युब च्यानलको नाम हो नेपाल एनिमेसन हेल्थ। यो भिडियो आफ्नो परिवारलाई पठाउनुहोस्, किनकि एउटा सानो सङ्केतले कसैको ज्यान बचाउन सक्छ।